हेलो के छ हजुर आज चाहिँ हाम्रो थर्सडे आज मेरो अर्को बिदा हैन अनि आज हामी कहाँ जाने जस जाने हो कतै न कतै अब यसो पानी एकदम वेदर चाहिँ एकदम खतरा छ हैन यस्तो पुरै एकदम त्यो पानी पर्ला जस्तो छ पानी परेन भने चाहिँ यता पाम बिचतिर जाने भन्ने कुरा हो पानी पऱ्यो भने चाहिँ अब यस्तै सपिङ गरेर बस्ने भन्ने कुरा हो है त के कस्तो हुँदैछ हेर्दैछ है त लस थ्याङ्क यू यहाँ चिया बन्दैछ एकदम र चिया टोस्ट रेडी हुँदैछ अनि अर्को चाहिँ एउटा मेन कुरा देखाउँदैछु है त यो घरमै बनाएको वाला कुरा के हो भन्दाखेरि यो सुकुटी घाममा सुकाएर होइन हिजो अस्ति गरेर घाममा सुकाएर राखेको सुकुटी त्यही हो ओके अब चाहिँ हामी निस्क्यौँ घरबाट होइन आज हाम्रो पामबिच जाने कुरा क्यान्सल भयो अब हामी जाँदैछौँ के गर्नु सपिङ गर्न भन्ने के भन्ने यसो अब ग्रोसरी हेर्न जाने घुमघाम भनौँ न ओ चिसो हो भाइ छिटो चिसो न चिसो छ अब हामी यसो हिँड्छौँ मात्र है त आज यतै वरिपरितिर घुमघाम जस्तो भन्ने के भन्ने हो त्यसलाई यतै हिँड्ने उता छ आज फेरि लस हाम्रो लस आज फेरि हामी ब्याक टु चप्पल ल आज पनि सेम स्टेजमा दुईवटा सेम रहेछ यो गाडी मुभ हुँदैन क्या यहाँ हजुर ओके अब चाहिँ हामी जान्छौँ डलर वर्ल्ड भन्ने छ एउटा यो ब्याङ्कसम्ममा त्यहाँ गएर यसो के गर्ने सपिङ भन्ने के भने यसो के सामानले चाहिँ हेरौँ के किन्न पऱ्यो भने त्यहाँबाट त्यसपछि चाहिँ अनि कटन अन यो आउटलेट कता यो अभन है कता छ एउटा त्यहाँ जाने अनि यस्तै घुमघाम है त ल हेर्दै जानु कस्तो हुन्छ आजको मेमोरी ल बडा यस्तै हाफ एन आवर जस्तो देखाएको छ अब त्यहाँ गएर हामी जान्छौँ है त ल है त अहिले चाहिँ हामी आइपुग्यो हामी चाहिँ हिँड्ने ठाउँमा हिँड्ने ठाउँमा आएको डलर वर्ल्ड के भन्छ नि ब्याङ्कसम्म लस के छ हेरौँ त्यसपछि हामी कटन जान्छौँ है त हस् ल हस् थ्याङ्क यू लैजाल चाहिँ हामी आइपुग्यौँ यहाँ त अब पानी पर्ला जस्तो पो भयो त्यहाँ त ल यो ठाउँमा है त ब्याङ्कस्टाउन हो कता हो ब्याङ्कस्टाउन होला हामी आएको ठाउँ चाहिँ यो है त ल झिलिमिली छ पऱ्यो ल हामी यहाँ हेर्दैछौँ है त हेर्दै हिँड्दै होइन ठुलो रहेछ हामी पनि डोजर सोजर यहाँ के भइसक्यो डोजर सोजर भइसक्यो किनिसक्यो यहाँ अब उता जाने है त होइन त आजको सपिङ एउटा ठुलै पुरै ब्यागभरि भएको छ यहाँ पैसा चाहिँ कति भन्दाखेरि पैसा भन्न मिल्दैन ल है त आज हाम्रो अब यहाँको चाहिँ सकियो डलर वर्ल्डको यहाँ पछाडि छ यति हो आजको सपिङ यहाँ छ होला ल अब चाहिँ हामी कटन जान्छौँ है त यता यो कता यसो अवनतिर जान्छ भनौँ ल क्रिसमसको पनि पछि 5 महिना होला र त्यही भएर एक्सपायर हुन लाग्यो त्यो चक्लेट धेरै हुने है त्यतिखेर त $2 पर्छ होला है त यो चाहिँ हाम्रो अर्को स्टप है त यो चाहिँ कटन उयो त छ यता यसो हेरौँ त्यसपछि अब कता जाने भन्ने कुरा यसपछि त अप्सनै छ नि पिज्जा खान जाने आज पिज्जा खान जाने त्यसपछि हामी चाहिँ अहिले यहाँ स्केच चर्चमा छौँ त्यहाँ आजको अर्को सपिङ हो त यो सुज त ल है त हाम्रो सपिङ आजको लागि यति नै हो अब फर्किने बेला हुन लाग्यो हाम्रो एउटा गुटी छ यता हेर त यहाँ हाँस त एकछिन छिटो यता हेर हाँसे ल त आजको सपिङ
3टा ओके अब चाहिँ हामी जान्छौँ हल्का ग्रोसरी सपिङ गर्नलाई हैन त्यसपछि आजको डिनर चाहिँ डिनरमा छ हाम्रो पिज्जा छ आज पनि अनि पिज्जा खान्छौँ र अनि त्यसपछि घर जान्छौँ है त ल अब ग्रोसरी अहिले चाहिँ हामी यहाँ के भन्छ है इस्राफिल प्लाजामा आइपुग्यौँ है देखाउन ल कुद अझै छिटो हामी चाहिँ लिफ्टमा छौँ है त अहिले यो चाहिँ हाम्रो भुटान है भुटान ल है त अब हामी चाहिँ डोमिनोस हाम्रो आजको डिनरको लागि जाँदैछौँ है त ओके अब चाहिँ हाम्रो पिज्जा अर्डर भयो होइन त्यहाँ अब हामी गएर पिक गर्छौँ अनि खान्छौँ अनि अलि इनर्जी आउँछ त्यसपछि कुरा गर्छौँ है त हस् यहाँ चाहिँ हामी छौँ होइन अनि हाम्रो डिनर यहाँ छ डिनर ल हाम्रो डिनर आजको इनर्जी आउने कुरा यही हो आजको ल यहाँ हाम्रो डिनर आजको ल हेर कस्तो छ ल पेप्सी है त आजको लागि यति नै हो छिटो ल बाई भन्नु भयो अब अरू यसपछि के छ र छैन है आजको यति नै सपिङ हल्का फुल्का यताउति सबै भयो अब तेल हाल्ने अब घर जाने अनि पिज्जा बाँकी रहेको पिज्जा खाने अनि सुत्ने है त ल हस् ल धेरै धन्यवाद थ्याङ्क यू सो मच ल हस् बाई ल